हेलो एभ्रिवान, स्वागत छ मेरो भिडियोमा। आज चाहिँ मेरो ब्याकको टप 3 एक्सर्साइजेसहरु देखाउन गइरहेको छु। यी नै एक्सर्साइजले गर्दा मेरो ब्याकमा चाहिँ एकदमै राम्रो ग्रोथ भएको छ है त। पहिलोमा छ ल्याट पुल डाउन। आई अलवेज स्टार्ट माई ब्याक वर्कआउट विथ ल्याट पुल डाउन। यसले गर्दाखेरि माइन्ड मसल कनेक्सन बिल्ड गर्न मलाई चाहिँ एकदमै नै सजिलो हुन्छ र यो एक्सर्साइज गर्दाखेरि तपाईले आफ्नो एल्बोलाई बडीको क्लोजमा टक इन गरेर राख्नुभयो र सबै वेट चाहिँ एल्बोले पुल गर्नपट्टि ध्यान दिनुभयो भने एकदमै मजा आउनेवाला छ र ब्याक ट्रेन गर्दाखेरि जहिले पनि स्ट्र्यापको युज गर्नु होला, किनभने यसले गर्दाखेरि सबै लोड बाइसेप र फोरामबाट हटेर तपाईको ब्याकमा फिल हुन जान्छ र वेटलाई होल्ड गर्नलाई ध्यान बढी लगाइरहनु पर्दैन। वेट चाहिँ आफूले 8 रेप्स गर्न सक्ने वेट चुज गर्ने र लास्टको अन्तिम सेटमा चाहिँ ड्रप सेट हान्ने, जसमा चाहिँ इनिशियली 6 रेप्स देखि सुरु गरेर बिस्तारै घटाउँदै वेट पनि घटाउँदै गर्नुभयो भने क्रेजी पम्प आउँछ है त। र सेकेन्ड एक्सर्साइज छ वान अफ द गोटेड एक्सर्साइज, अनि म जहिले पनि मेरो ब्याक ट्रेनिङमा इन्क्लुड गर्ने भनेको बारबेल रोइङ। यो चाहिँ कम्पाउन्ड एक्सर्साइज हो र ब्याकको थिकनेस र विड्थ दुवैमा नै काम गर्छ। यसलाई पनि परफर्म गर्ने सेम तरिका, तल जाँदाखेरि एकदमै डिप स्ट्रेच र माथि आउँदा पनि एकदमै राम्रो कन्ट्र्याक्सन गर्नुभयो भने एकदमै मजा हुन्छ। हरेक ब्याकको एक्सर्साइज गर्दाखेरि माइन्ड मसल कनेक्सन बिल्ड गर्न चाहिँ एकदमै जरुरी हुन्छ। बिगिनर हुनुहुन्छ भने माइन्ड मसल कनेक्सन बिल्ड गर्नमा ध्यान दिइरहनु पर्दैन, बस वेट लिफ्टिङमा मात्रै ध्यान दिनु होला, तर फर्म चाहिँ ग्रेजुअली मिलाउँदै जानु होला। र थर्डमा छ सिंगल आर्म डम्बेल रोइङ। यो चाहिँ एउटा आइसोलेसन मुभमेन्ट हो। यसले चाहिँ तपाईको ल्याट र मिडल ब्याकमा एकदमै राम्रो इफेक्ट पार्छ र यो परफर्म गर्दा पनि वेटलाई चाहिँ 8 रेप्स गर्न सक्ने चुज गर्ने र दुईटै हातले एउटै टेम्पोमा मजाले स्ट्रेच र स्क्विज गरेर गर्नुभयो भने एकदमै राम्रो हुन्छ। र ब्याक ट्रेन गर्न त्यस्तो कम्प्लिकेटेड बनाइरहनु पर्दैन। ब्याक ग्रोथ एकदमै सिम्पल छ। यसलाई प्रोग्रेसिभ ओभरलोड बढी चाहिन्छ, किनभने बिग मसल ग्रुप हो नि त। एज अ बिगिनर म पनि ब्याक ट्रेन गर्दा चाहिँ जिममा भरको सबै एक्सर्साइजहरू गर्ने गर्थे, सबै मेसिन युज गर्थे, तर अल्टिमेटली बुझ्दै जाँदा यिनै बेसिक एक्सर्साइजहरूले तपाईको ग्रोथमा हेल्प गर्नेवाला छ। फ्यान्सी एक्सर्साइज गरिरहनु पर्दैन। यिनै एक्सर्साइजमा स्टिक भएर फर्म मिलाउँदै ग्रेजुअली प्रोग्रेसिभ ओभरलोड गर्दै जानुभयो भने इन्सेन ग्रोथ देखिन्छ है त। तर कन्सिस्टेन्ट भएर चाहिँ ट्रेनिङ गर्नु पर्यो। र घरमा आएर म चाहिँ अहिले सप्लिमेन्ट भनेको क्रिएटिन लिइरहेको छु। क्रिएटिनले इनर्जी प्रोडक्सन र वर्कआउट लिफ्ट गर्नमा एकदमै मद्दत पुर्याउँछ र क्रिएटिन खाइसकेपछि पानी बढी खान जरुरी छ। त्यही भएर दिनको 3-4 लिटर पानी चाहिँ म खाइरहेको हुन्छु। मेरो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र आजको ब्याक वर्कआउट कस्तो लाग्यो मलाई कमेन्ट सेक्सनमा फिडब्याक दिन नबिर्सिनु होला। हजुरको फिडब्याकले मलाई मोटिभेसनमा एकदमै हेल्प गर्नेवाला छ। आजलाई यति नै, बाँकी अर्को भिडियोमा भेट्छु है त।